राधे राधे सबैमा जय श्री कृष्ण। 48 दिन शुक्र अस्त हुँदैछ। धार्मिक पूजा पाठ व्रत के गर्ने के नगर्ने यो समयमा हामी यस बारेमा सम्पूर्ण जानकारी आज राख्न गइरहेका छौं। र यसपटक 2082 सालको मंसिर महिनाको 27 गते शनिबारका दिन दिउँसो 12:25 मा शुक्र अस्त हुनेछन् पूर्वमा र उदय कहिले हुनेछन् भन्दा माघ महिनाको 15 गते बिहीबारका दिन शुक्र पश्चिममा उदय हुनेछन् राति 1:29 मा। करिबन 48 दिन शुक्र अस्त हुँदैछन्। अब हाम्रा देश तथा विदेशमा हुनुहुने सज्जनहरूलाई जानकारी गरौँ। यसलाई अंग्रेजीमा 13 डिसेम्बर 2025 का दिनदेखि 29 जनवरी 2026 सम्म शुक्र अस्त हुँदैछन्। र शुक्र भनेको र बृहस्पति र शुक्र ग्रह अस्त हुँदाखेरि विशेष गरेर हामी धार्मिक पूजापाठ गर्नेहरूले ठूला ठूला कार्यहरूलाई शुभारम्भ गर्दैनौं। अझ विशेष भन्दा मांगलिक कार्यहरू। र अस्त भनेको सामान्यतया के हो भने सूर्य सबैभन्दा ठूलो ग्रह हो। सूर्यको छेउमा गएर हराउनु, जस्तो बृहस्पति सूर्यको छेउमा गएर देखिँदैन, त्यसैले त्यसलाई भनिन्छ अस्त। अरू ग्रहहरू पनि अस्त हुन्छन् तर अरू ग्रहको प्रभाव त्यति पर्दैन। शुक्र र बृहस्पति अस्त हुँदा चाहिँ प्रभाव पर्छ। अब हामी यो त भयो अस्तको बारेमा जानकारी गरायौं। अब पूजापाठ यसमा के नगर्ने के गर्ने भनेर भन्दा सर्वप्रथम यहाँहरूलाई जानकारी गराउँ के नगर्ने भन्दा मांगलिक कार्यहरू नगर्ने। किनभने शुक्र ग्रह भनेका मंगल प्रधान हुन्छन्, भोग सुख सुविधा प्रधान हुन् बृहस्पति र शुक्र। र अहिले शुक्र अस्त हुँदै गर्दा मांगलिक कार्यहरू नगर्ने। जस्तो मांगलिक कार्यमा विवाह गर्न भएन, व्रतबन्ध गर्न भएन, त्यो पनि मांगलिक कार्य हो। नयाँ घरको शुभारम्भ गर्ने साइत हुँदैन, नयाँ घरमा प्रवेश गर्ने साइत हुँदैन। आफैले बनाएर वर्षौं वर्ष लगाएको हुन्छ भने घरमा प्रवेश गर्ने साइत हुँदैन। मुण्डन गर्ने साइत भएन, कान छेड्ने साइत भएन यो समयमा। र यस्तै गरेर नयाँ व्यापारिक प्रतिष्ठानहरू शुभारम्भ गर्न भएन। यी कार्यहरू विशेष गरेर अनि पुराणहरू महायज्ञहरू जो ठूला ठूला कामनाले यज्ञ अनुष्ठानहरू हुने गर्दछन् भने ती महापुराण महायज्ञहरू पनि अस्तको समयमा गर्न भएन। अब तीर्थयात्रा भन्दा तीर्थयात्रा हामी कहिले नगएको ठाउँ छ, फेरि पुग्न सकिँदैन भने त्यस्ता ठाउँका तीर्थयात्राहरू पनि सकेसम्म अस्तको समयमा नगर्नु। र हाम्रा गाउँठाउँ नजिकै मठ मन्दिरहरू छन्, ठूला मन्दिरहरू छन्, हामी नित्य गइरहन्छौँ भने ती तीर्थहरूमा हामीले जानुपर्छ, तीर्थ दर्शन गर्न मिल्छ। तर यही समयमा चाहिँ कहिले नगएको अनि फेरि पनि जान सक्दैन भने त्यो समय ती तीर्थहरूको दर्शन पनि नगर्ने। गर्ने कार्यहरू के हुन् त भनेर भन्दा गर्ने कार्यहरूमा कसैको बच्चाको जन्म भयो न्वारन गर्नै पर्यो। कसैका बच्चाहरूको जन्म भएको छ भात खुवाउनु पर्यो भनेको पास्नी गर्नु पर्यो, पास्नी गर्नै पर्यो। किनभने त्यसलाई नयाँ आरम्भ भनिँदैन पास्नीलाई, त्यो चाहिँ कर्म भएको हुनाले बच्चाको 5 महिना 6 महिना पुगे पछाडि छोराछोरीको पास्नी गरिन्छ। त्यसैले अस्तमा पनि पास्नी पनि गर्न पर्छ, गरिन्छ। श्राद्ध गर्न भयो, जन्म संस्कार भयो, मृत्यु संस्कार, कसैको मृत्यु भयो मृत्यु संस्कारका कर्महरू पनि गरिन्छ, गर्न पर्छ। यसमा कुनै असर नयाँ आरम्भ गर्ने र मांगलिक कार्यहरू चाहिँ गर्न भएन। नित्य आफ्ना पूजाहरू गर्ने, शङ्खघण्टहरू बजाउने, यी सब कार्यहरू नित्य गर्ने। अनि नित्य व्रत जस्तो सोमबारको व्रत गरिरहेका छौँ, अब एकादशी आउँछ यो समयमा 48 दिनमा, ती एकादशीहरूको पनि व्रत गर्ने। अनि यस्तै गरेर सोमबारको व्रत, मंगलबारका व्रत यो पनि गर्ने। तर मंगल चौथी पर्यो अथवा कुनै व्रतको शुभारम्भ गर्दै हुनुहुन्छ भने अस्तको समयमा नगर्ने। र कुनै व्रत थन्क्याउँदै हुनुहुन्छ, समापन गर्दै हुनुहुन्छ भने अस्तको समयमा नगर्ने। अब यही समयमा स्वस्थानी व्रत सुरु हुन्छ। स्वस्थानी त पौष शुक्ल पूर्णिमाबाट सुरु हुन्छ भन्दा स्वस्थानीको व्रत नित्य लिइराख्नेहरूले धेरै 2-4 वर्ष अगाडि स्वस्थानीको व्रत गर्नुभयो, फेरि गर्ने इच्छा छ भने लिन भयो। तर हाम्रा कोही दिदीबहिनीहरू आमा भाउजूहरू पहिलोचोटि व्रत बस्न आँट्दै हुनुहुन्छ, त्यो पनि कुनै कामनाको लागि छ भने प्रथमचोटि व्रत बस्दा चाहिँ भएन, शुभारम्भ गर्न भएन, किनभने अस्तको समय पर्यो। त्यही भएर स्वस्थानी नयाँ प्रथमचोटि फर्स्टचोटि लिनेहरूले भएन। तर पहिलेदेखि गर्दै आउनुभयो, 10 वर्ष अगाडि गर्नुभएको थियो, यसपटक गर्न मन लाग्यो, समय अनुकूल भयो भने यहाँहरूले गर्ने। शाली नदीमा त जाँदा भयो, माधव नारायण भगवानको दर्शन गर्ने, वहीँ बसेर गर्नेहरूले कुनै दोष हुँदैन। तर घरमा गर्नेहरूले पहिलोचोटिलाई दोष भयो, त्यसलाई व्रत उठाउनु भएन किनकि अस्तको समयमा पर्दछ। अब अर्को यो समयमा पौषे औँसी पनि पर्दछ, श्राद्ध पर्दछ। पौषे औँसीमा हामी गयामा गएर श्राद्ध गर्छौँ, गोकर्णमा जान्छौँ, कागमेनी जान्छौँ, बराह क्षेत्र जान्छौँ, विष्णु पादुका जान्छौँ, पशुपतिनाथमा गएर तीर्थ श्राद्धहरू गर्छौँ। तीर्थ श्राद्ध गर्ने कि नगर्ने पौषे औँसीको भन्दा गर्ने, तीर्थ श्राद्ध गर्न पर्छ।
र धेरैको प्रश्न पनि आएको थियो, गयामा गएर पौषे औँसीमा श्राद्ध गर्न मिल्छ कि मिल्दैन? अस्तछन् भन्दा मिल्छ। गयामा गएर श्राद्ध गर्नलाई वायु पुराणले के लेखेको छ भने शुक्र अस्त बृहस्पति अस्तले कहिले रोकछेक गर्दैन। गयामा गएर श्राद्ध गर्न पनि सकिन्छ, गर्न पर्छ। यदि जाँदै हुनुहुन्छ भने अष्टको समयले केही दोष लाग्दैन, किनभने पितृहरू पर्खेर बसेका हुन्छन्। त्यसैले विष्णु पादुका, वराह क्षेत्र, कागवेनी, गोकर्ण यी सबै पौषे औँसीमा श्राद्ध गर्न सकिनेछ, श्राद्ध गर्न पर्छ। अब अरू धेरै प्रश्नहरू के आउँछन् भने जग्गा जमिन किन्ने कि नकिन्ने, किन्ने, गाडी घोडा किन्ने कि नकिन्ने, किन्ने। यो त आफूलाई चाहिने आवश्यकता सामग्रीहरू हुन्, किनभने यो आरम्भ होइन। मोटरसाइकल किन्नु, गाडी किन्नु भनेको आफूलाई आवश्यक पर्छ तब हामीले किन्छौँ। जग्गा जमिन किन्ने कि नकिन्ने, किन्ने, किनभने त्यो माङ्गलिक करीमा होइन, आरम्भ होइन, कुनै चिज जोड्ने भयो। र विदेश पनि जानुभयो, कतिजनाले छोराछोरीलाई विदेश पनि नपठाउने हो कि भन्नुहुन्छ, त्यसमा रोकटोक हुँदैन। विदेश पनि जान सकियो, आउन सकियो, जग्गा जमिनहरू जोड्न सकिन्छ, गाडी घोडाहरू पनि किन्न सकिन्छ, अनि बच्चा बच्चीका प्रोसेसहरू यी सबै कुराहरू गर्न सकियो। केवल माङ्गलिक कर्म व्यापारिक आरम्भहरू नगर्ने। र त्यस पछाडि गएर विशेष गरेर अनि नयाँ घर मात्रै नबनाउने हो समयमा बनाइराखेको घर छ, 1-2 महिनादेखि रोक्यो भने त्यसलाई पनि छट ढलानहरू सबै गर्दा भयो, निरन्तरता दिँदा भयो। लगभग यिनै कुराहरू हुन्। र आज हजुरहरूलाई हामीले यो करिबन 48 दिन बृहस्पति अस्त हुँदै गर्दा आफ्ना नित्य कर्म गर्ने, स्वाध्याय गर्ने, आफ्ना जप पाठ पूजाहरू यी सबै गर्न सकिन्छ, नित्य दर्शन गर्ने, नित्य व्रत गर्ने, यी सबै कर्महरू गर्न सकिन्छ। अब जस्तो माघ 1 गते मकर सङ्क्रान्ति हो, देवघाटमा गएर स्नान गर्न सकियो ठुला ठुला, किनभने यो चाहिँ नित्य नै हो। मकर सङ्क्रान्ति फेरि अर्को महिनामा आउँदैन, यस कारणले गर्दा नित्य हो। मकर सङ्क्रान्तिका दिन तीर्थमा गएर स्नान गर्न सकियो, यसलाई अस्तले केही फरक परेन। यस्ता दिनहरू बनाएर त्यही ठाउँमा मेला लाग्छ भने कहिले नगइएको छ, तर त्यतिखेर चाहिँ पावन त्यो तीर्थको महत्त्व छ भने जाँदा भयो। शाली नदी जाने, किनकि स्वस्थानी भरि शाली नदीको महत्त्व र महिमा छ, यी कुराहरू रहेका छन्। अब जन्मदिन पनि पर्छ हाम्रो यस बीचमा, कतिको जन्मदिन पर्छ। जन्मदिनका दिन अष्टचिरञ्जीवी अनि यस्तै गरेर नवग्रहहरूको स्वस्ति शान्ति प्रार्थनाहरू हामीले जन्म नक्षत्रहरू पारेर पनि गर्न सक्दछौँ। त सम्पूर्ण दर्शकबिन्दहरू, मलाई लाग्छ यहाँहरू सबैका प्रश्नहरू समेटिए शुक्र अस्तमा हुँदा त शुक्र अस्तको समयमा के गर्ने के नगर्ने भन्ने कुराहरूको बारेमा हामीले सम्पूर्ण भक्त सज्जनहरूलाई जानकारी गरायौँ। र यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। भिडियो हेरिदिनु भयो, अरू समक्ष पनि यो भिडियो पुगोस् भन्नको लागि लाइक कमेन्टहरू गरिदिनु होला। सबैप्रति हार्दिक आभार प्रकट गर्दै म कुबेर सुवेदी बिदा हुन्छु। जय श्रीमन नारायण, राधे राधे।